सबै साथीहरुलाई नमस्कार। मेरो इनसाइड नेपाल विथ सुमन भन्ने युट्युब च्यानलमा म हार्दिक स्वागत गर्दछु। आज यो भिडियो मार्फत म एमबीएस सेकेन्ड सेमेस्टरमा रहेको प्रोडक्सन एन्ड अपरेसन म्यानेजमेन्ट विषयसँग सम्बन्धित मटेरियल म्यानेजमेन्ट भन्ने च्याप्टरमा रहेका केही प्र्याक्टिकल प्रब्लमहरु सोल्भ गर्नेछु। यो भिडियो हेरिसके पछाडी म तपाईहरुको लाइक कमेन्टको आशा गर्दछु र तपाईहरुको विशेष सल्लाह सुझावहरु पनि म अपेक्षा गर्दछु। आगामी दिनहरुमा तपाईहरुलाई यो विषयमा रहेका केही समस्याहरु छन् भने ती समस्याहरु राखिदिनु होला। त्यससँग सम्बन्धित भिडियोहरु म बनाउने प्रयास गर्नेछु र यसले पक्कै पनि तपाईहरुलाई लाभ मिल्छ भन्ने मैले विश्वास राखेको छु। एउटा हामीले प्र्याक्टिकल प्रब्लम हेरौं। Compute total annual cost of inventory if number of order is 5 at the rate of ₹20 per order and optimum order quantity is 400 units with holding cost ₹2 per unit भनेर हामीलाई प्रश्न सोधेको छ। यस अन्तर्गत हामीलाई दिएका कुराहरू पहिला लिस्ट आउट गरौँ। सबैभन्दा अगाडि हामीले एनुअल कस्ट अफ इन्भेन्ट्री फाइन्ड आउट गर्नुपर्ने छ। टोटल annual cost of inventory, total cost equal to what? हामीले यो निकाल्नु पर्ने छ। यहाँ number of order is 5 र optimum order quantity is 400 भनेर दिएको छ। यसबाट हामीले annual demand निकाल्न सक्छौं। annual demand जसलाई हामीले A ले इन्डिकेट गर्छौं। number of order into EOQ जहाँ हाम्रो number of order चाहिँ 5 छ र EOQ 400 छ, जसले गर्दाखेरि हाम्रो एनुअल डिमान्ड चाहिँ 2000 युनिट रहेछ। यो सँगै हामीलाई दिएको छ अर्डरिङ कस्ट। अर्डरिङ कस्ट जसले हामीले O भन्छौं, ₹20 पर अर्डर। त्यस्तै गरी हामीलाई दिएको छ क्यारिङ कस्ट जसलाई हामीले C भन्छौं, ₹2 पर युनिट। नाउ हामीलाई के थाहा छ भन्दाखेरि टोटल कस्ट TC इक्वल टु √2 इन्टु A इन्टु O इन्टु C हुन्छ। यसलाई हामीले सोल्भ गर्दाखेरि 2 इन्टु A भनेको 2000 एनुअल डिमान्ड हामीले माथि निकालिसकेका छौं। O भनेको दिएको छ 20 र त्यस्तै गरी C भनेको 2। यसलाई हामीले क्याल्कुलेटरबाट सोल्भ गरौँ जसको आन्सर आउँछ ₹400। यो नै हाम्रो मिनिमम एनुअल इन्भेन्टरी कस्ट हो। यो भिडियो कस्तो लाग्यो तपाईहरुलाई सल्लाह सुझावको म आशा गर्दछु र तपाईहरुले अब आगामी दिनमा यो विषयमा रहेका अथवा एकाउन्टिङसँग सम्बन्धित केही समस्याहरु छ भने कमेन्टमा ती कुराहरु राखिदिनु होला। ती कमेन्टहरु हेरेर म त्योसँग सम्बन्धित भिडियोहरु बनाउने प्रयास गर्नेछु। आजलाई भने बिदा पाऊँ। धन्यवाद। बाइ बाइ।